नमस्कार। अठोला ज्योतिषको यस प्रारम्भिक ज्योतिष कक्षामा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। आजको कक्षामा 27 वटा नक्षत्रबाट 12 राशिको निर्माण कसरी गरिन्छ त्यसबारेमा जानकारी दिनेछु। मित्रहरू, सबभन्दा पहिले 27 वटा नक्षत्रको नाम जानौँ। यी 27 वटा नक्षत्रहरू के हुन्? यिनीहरूको नाम कर्मैसँग म यहाँ वाचन गर्न गइरहेको छु। नम्बर 1 अश्विनी, 2 मा भरुणी, 3 कृत्तिका, 4 रोहिणी, 5 मृगशीर, 6 आरद्रा, 7 पुनर्वसु, 8 पुख्ये, 9 अश्लेषा, 10 मघा, 11 पूर्व फाल्गुनी, 12 उत्तर फाल्गुनी, 13 हस्त, 14 चित्रा, 15 स्वाति, 16 विशाखा, 17 अनुराधा, 18 ज्येष्ठा, 19 मूल, 20 पूर्वाषाढ़ा, 21 उत्तराषाढ़ा, 22 श्रवण, 23 धनेष्ठा, 24 शतभिषा, 25 पूर्वभाद्रा अर्थात पूर्व भाद्रपद, 26 उत्तरभाद्रा अर्थात उत्तर भाद्रपद र 27औं नक्षत्र हो रेवती। यसरी यी 27 वटा नक्षत्र भए। हुन त एउटा अर्को नक्षत्रको नाम पनि छ, त्यसको नाम हो अभिजित नक्षत्र। अब अभिजित नक्षत्र यो राशि निर्माणमा प्रयोग गरिँदैन र खासै त्यो चलन चल्तीमा पनि छैन। त्यसपछि 12 राशिहरू के हुन्? ती 12 राशिको नाम पनि यहाँ सुनौँ। तिनीहरूको पनि म कर्मैसँग यहाँ वाचन गर्न गइरहेको छु। नम्बर 1 को राशि छ मेष, 2 वृष, 3 मिथुन, 4 कर्क, 5 सिंह, 6 कन्या, 7 तुला, 8 वृश्चिक, 9 धनु, 10 मकर, 11 कुम्भ र 12 मीन राशि। यसरी यी 12 वटा राशिहरूको नाम मैले कर्मैले यहाँहरूलाई बताएँ र कुण्डलीमा राशिहरूको नाम लेखिएको हुँदैन, त्यहाँ संख्या लेखिएको हुन्छ। अब मैले जुन संख्या यहाँ वाचन गरेँ, जुन संख्यामा जुन राशि वाचन गरेँ, त्यो संख्याले ती राशिहरूलाई जनाउँछ। जस्तै 1 लेखिएको छ भने त्यसले मेष राशिलाई जनाउँछ, 2 लेखिएको छ भने वृष राशिलाई जनाउँछ। एवं प्रकारले 12 सम्म अङ्क लेखिएका हुन्छन् कुण्डलीमा र अङ्कहरूले राशिहरूलाई जनाउँछ। अब चिना लेख्ने बेलामा त नक्षत्रलाई पनि विशेष गरेर अङ्कले जनाइन्छ। जस्तै नक्षत्रे 1, नक्षत्रे 2, नक्षत्रे 3 भनेर लेखिन्छ। जस्तै 1 भनेपछि अश्विनी जनाउनु पर्यो, 2 भनेपछि भरुणी सम्झिनु पर्यो, 3 भनेपछि कृत्तिका भनेर सम्झिनु पर्यो। त नक्षत्रहरूलाई पनि 1 देखि 27 सम्म कर्मैसँग 1 अङ्कले जनाइन्छ, 1 गरेर अङ्कले जनाइन्छ। अब यसपछि 27 वटा नक्षत्रबाट कसरी राशि बन्दछ त्यो बताउने छु। एउटा राशिमा 3 वटा सम्म नक्षत्रहरू पर्दछन् र जम्मा राशिमा जस्तै अश्विनी, भरुणी, कृत्तिका, अश्विनीको 4 पाउ, भरुणीको 4 पाउ र कृत्तिकाको 1 पाउ गरेर जम्मा 9 पाउ भयो। त्यो 9 पाउको एक राशि मेष राशि हुन्छ। मेष राशि अर्थात् मेष राशि भन्छन्। जम्मा 9 पाउ नक्षत्रहरूको 9 पाउको एक राशि हुन्छ। त्यो पहिलो मेष राशिको मैले बताएँ। त्यस्तै अब वृष राशिको पनि कृत्तिकाको 3 पाउ,
अनि कृत्तिकाको 3 पाउ, रोहिणीको 4 पाउ र मृगशिरको 2 पाउ गरेर 9 पाउ भयो। 4 3 7 2 9 भयो। त्यसरी कृत्तिकाको 3 पाउ, रोहिणी, मृगशिर, अर्धम, बिर्ख भनेर भनिन्छ। यसलाई यसरी वाचन गरिन्छ। म अब वाचन गरेर यहाँलाई सुनाउने छु। यहाँहरू सुन्नुहोस्। अश्विनी, भरुणी, कृत्तिका पाउ, मेघ। कृत्तिकाको 3 पाउ, रोहिणी, मृगशिर, अर्धम, बिर्ख अर्थात् बिर्ख राशि। मृगशिरको अर्ध आरद्राको पुरै 4 पाउ र पुनर्वसुको 3 पाउ गरेर मिथुन राशि हुन्छ। के भने मैले मृगशिरको आधा पाउ, पछाडिको आधा पाउ, आरद्राको पुरै 4 पाउ र पुनर्वसुको पहिलाको 3 पाउ गरेर जम्मा 9 पाउको चाहिँ मिथुन राशि भयो। त्यस्तै बाँकी रहेको पुनर्वसुको 1 पाउ। अब पुनर्वसुको 1 पाउ बाँकी रह्यो। पुनर्वसुको 1 पाउ अनि पुख्यको 4 पाउ र अश्लेषको 4 पाउ गरेर यो 9 पाउको चाहिँ कर्क राशि भयो। कर्क राशिसम्म भयो। अब त्यसपछि छ सिंह राशि। सिंह राशिमा मघाको 4 पाउ अनि मघा पूर्व फाल्गुनीको 4 पाउ र उत्तर फाल्गुनीको 1 पाउ गरेर जम्मा 9 पाउको सिंह राशि हुन्छ। मघाको 4 पाउ, पूर्व फाल्गुनीको 4 पाउ र उत्तर फाल्गुनीको पहिलाको 1 पाउ गरेर जम्मा 9 पाउको सिंह राशि भयो। त्यस्तै अब उत्तर फाल्गुनीको 3 पाउ बाँकी रह्यो। उत्तर फाल्गुनीको 3 पाउ, हस्तको पुरै 4 पाउ र चित्राको 2टा पाउ गरेर जम्मा 9 पाउको यो कन्या राशि भयो। उत्तर फाल्गुनीको 3 पाउ, हस्तको 4 पुरै र चित्राको आधा अर्थात् 2 पाउ गरेर कन्या राशि भयो। त्यस्तै चित्राको पछाडिको 2टा पाउ अर्थात् चित्राको अर्ध, स्वातिको पुरै पाउ 4 पाउ र विशाखाको 3 पाउ गरेर तुला राशि भयो। चित्राको अर्ध, स्वाति, विशाखाको 3 पाउ तुला राशि। त्यस्तै विशाखाको बाँकी रहेको 1 पाउ, विशाखाको 1 पाउ, अनुराधाको पुरै 4 पाउ र ज्येष्ठाको पुरै 4 पाउ। 4 अनुराधाको, 4 ज्येष्ठाको र 1 विशाख गरेर 9 पाउको वृश्चिक राशि भयो त्यो। अनि त्यस्तै गरेर अब मूलको पुरै 4 पाउ अनि पूर्व खाडाको 4 पाउ र उत्तर खाडाको 1 पाउ गरेर त्यो धनु राशि भयो। मूल, पूर्व खाडा, उत्तर खाडाको 1 पाउ धनु राशि। अनि त्यस पछाडि उत्तर खाडाको 3 पाउ अनि श्रवणको पुरै 4 पाउ र धनिष्ठाको 2 पाउ, पहिलाको 2 पाउ अर्थात् धनिष्ठाको आधा गरेर त्यो मकर राशि भयो। अनि धनिष्ठाको बाँकी रहेको 1 पाउ र शतभिषाको पुरै 4 पाउ अनि पूर्व भाद्रपदको 3 पाउ। धनिष्ठाको आधा पाउ भनेको 2 पाउ। धनिष्ठाको आधा भनेको पछाडिको धनिष्ठाको 2 पाउ अनि शतभिषाको 4 पाउ अर्थात् शतभिषा पुरै नक्षत्र र पूर्वभाद्रको 3 पाउ गरेर यो कुम्भ राशि भयो। त्यस्तै गरेर पूर्वभाद्रको 1 पाउ, उत्तर भाद्रको पुरै 4 पाउ र रेवतीको पुरै 4 पाउ गरेर मीन राशि भयो। पूर्वभाद्रको पाउ, उत्तर भाद्र, रेवती, मीन राशि हुन्छ। अब कुन व्यक्ति कुन नक्षत्रको कुन पाउमा जन्मेको छ त्यो हेर्नुपर्छ र त्यो पाउले कुन राशिलाई जनाउँछ त्यसरी थाहा हुन्छ। अब मानौँ कुनै व्यक्ति अश्विनी नक्षत्रको 4थो चरणमा जन्मियो भनेपछि अश्विनी नक्षत्रको 4थो चरण मेष राशिमा पर्छ। किनकि अश्विनीको 4 पाउ, भरणीको 4 पाउ र कृत्तिकाको 1 पाउ गरेर मेष राशि हुन्छ अर्थात् मेष राशि हुन्छ। हामी त्यसरी चाहिँ थाहा पाउँछौँ। अब यो पाउ भनेको के हो त त्यो पनि बुझौँ। पाउ भनेको पद पनि हो। एउटा नक्षत्रले सामान्यतया दिन रात गरेर
60 घडी भोग गर्दछ। एउटा नक्षत्रले रात दिन गरेर 60 घडी, सामान्यतया 60 घडी हो। अब कसैको 62 हुन्छ, कसैको 61 हुन्छ, कसैको 58 हुन्छ, कसैको 59 हुन्छ, कसैको 65 पनि हुन्छ। यो 66 सम्म चाहिँ हुनसक्छ र सामान्यतया 60 घडी भोग गर्दछ र पहिलो 15 घडीसम्मको एक पाउ हुन्छ। 15 देखि गएर 30 घडीसम्म बितेको छ भने त्यो दोस्रो पाउ मानिन्छ। 30 देखि 45 घडीसम्म बितेको छ भने त्यो तेस्रो पाउ मानिन्छ र 45 देखि 60 भित्रको चाहिँ चौथो पाउ मानिन्छ। यसरी 4 पाउ हुन्छन्। एउटा नक्षत्रका 4 पाउ 60 घडीभित्र 60 घडीमा हुन्छन्। त अब कुनै व्यक्ति पूर्वभाद्रको अर्थात् पूर्वभाद्र नक्षत्रको चतुर्थ पाउमा जन्मेको छ। हामी बुझौँ है यहाँनिर। पूर्वभाद्र नक्षत्रको चौथो पाउ अर्थात् 46 घडी बितेपछि र 60 घडीभित्र यदि कुनै व्यक्ति जन्मेको छ भने पूर्वभाद्र नक्षत्रले 45 घडी भोग गरिसकेको छ। 45 घडी भोग गरिसकेपछि यदि कुनै व्यक्तिको जन्म भयो भने त्यो के राशि हुन्छ त? अब हामी यहाँ हेरौँ। यहाँ के लेखिएको छ? धनेष्ठाको आधा, शतभिषाको पुरै पाउ र पूर्वभाद्रको 3 पाउसम्म कुम्भ राशि हुन्छ। अब पूर्वभाद्रको 3 पाउसम्म भनेको 45 घडीभित्रको 3 पाउ भयो। 45 घडीसम्मको 3 पाउ। 45 देखि माथि चौथो पाउ आउँछ। अब चौथो पाउ पूर्वभाद्रको 1 पाउ हुन्छ। पूर्वभाद्रको 1 पाउ अनि उत्तरभाद्रको पुरै र रेवती मीन राशि हुन्छ भनेको छ। यहाँनिर पूर्वभाद्रको त्यो चौथो पाउमा जन्मेको भयो। त पूर्वभाद्रको चौथो पाउमा जन्मेको हुनाले त्यो मीन राशि भयो। यसरी कुनै व्यक्तिको राशि के हुन्छ भनेर पनि यसबाट हामी थाहा पाउन सक्छौँ। कुनै व्यक्ति कुन नक्षत्रको कुन पाउमा जन्मेको छ त्यो कुरोबाट उक्त व्यक्तिको राशि चाहिँ निर्धारण गरिन्छ। अब आज हामीले 27 नक्षत्रबाट कसरी राशि निर्धारण हुन्छ अनि 27 नक्षत्रको नाम के हो र 12 राशिको नाम के हो त्यो कुरो हामीले आज थाहा पायौँ। बाँकी अन्य कुरो चाहिँ अब भोलि पढ्नेछौँ र यसै बित्तिकैमा आजको कक्षा समाप्त हुन्छ। धन्यवाद।